कतिजनाको चाहिँ नि एउटा दिने हुन्छ है, एउटा एकदम एउटा राम्रो तपाईँलाई थाहा छ एउटा क्यारेक्टर नि उसकोमा दिने हुन्छ, तर तपाईँलाई थाहा गर्नु भएको छ कि भएको छैन, दिनु त उसले दिन्छ कि तर खोज्छ है उसले। फेरि मैले दिएको थिएँ त भनेर नि उसले खोज्न सुरु गर्छ, तपाईँको प्रभाव त्यहाँनिर रोकिदिन्छ। मान्छेको जीवनमा तपाईँ फेभरेट बनिनु नै सक्नुहुन्न, मान्छेको तपाईँको जीवनमा फेभर खोलिँदै खोलिँदैन। यदि तपाईँको जीवनमा परमेश्वरले तपाईँलाई दिनु लाउँदै हुनुहुन्छ भने नि तपाईँ यसरी दिनुहोस् कि दिँदा दिँदा तपाईँ बिर्सिनुहोस् मैले दिँदैछु भनेर। ताली बजाउनुहोस् न एकचोटि। तपाईँ दिँदा दिँदै बिर्सिनुहोस् मैले दिँदैछु भनेर, त्यहाँनिर नि तपाईँको प्रभावलाई नि परमेश्वरले नि बढाउन सुरु गर्नुहुन्छ। आमेन। शत्रुले जहिले पनि तपाईँको मास्टर गिफ्टिङ र मास्टर क्यारेक्टरलाई चाहिँ हत्या गर्नु जहिले पनि पछाडि पर्छ। कतिजनाको जीवनमा नि मास्टर क्यारेक्टर चाहिँ नि हस्पिटालिटी हुन्छ, पाहुनाहरूलाई स्वागत गर्ने खुवाउने हुन्छ। तपाईँलाई थाहा छ, तपाईँले बोलाउनुहुन्छ खुवाउनुहुन्छ, तपाईँको त्यो मास्टर क्यारेक्टर हो। तर तपाईँलाई थाहा छ शत्रुले तपाईँको जीवनमा के गर्छ, खुवाउनु त हुन्छ कि तर सँगसँगै तपाईँले पाहुनालाई खुवाउनुहुन्छ। पाहुना गइसकेपछि कस्तो खालको मान्छे हेर, यत्रो दुःख गरेर पकाएको सबै बिगार्यो, सबै नाश गर्यो, यति उपार्यो, तपाईँ बोल्न सुरु गर्नुहुन्छ। तपाईँलाई थाहा छ त्यहाँनिर गएर तपाईँको मास्टर क्यारेक्टरलाई चाहिँ नि शत्रुले एट्याक गर्न सुरु गरिहाल्छ, तपाईँको प्रभाव त्यहाँनिर रोकिदिन्छ। परमेश्वरले नि त्यो तपाईँलाई त्यो देख्छ, मान्छेलाई बोलाएर खुवाउनु हस्पिटालिटीको देख्छ भने तपाईँले यसरी खुवाउनुहोस् कि तपाईँले यसरी खुवाउनुहोस्। उसले नि नाखाइ गयो भने पनि तपाईँ नाच्नुहोस्, मैले आजको दिन उसलाई बोलाएँ, कमसेकम मैले नि उसलाई नि मैले खानामा उसलाई निम्त्याउनु सकेँ, उसले यदि खाएन होला के पनि गरेन होला तर तपाईँ नाच्नुहोस् भनेर भन्छु। त्यहाँनिर नि तपाईँको प्रभावलाई नि परमेश्वरले नि बढाउन सुरु गर्नुहुन्छ। आमेन।